दाइ स्वागत छ हजुरलाई। नमस्कार। हजुरको नाम? मेरो नाम प्रहलाद कार्की हो। मेरो घर रामेछाप जिल्ला रसनालु गोकुलगङ्गा गाउँपालिका रसनालु 3 पर्छ। अरूभन्दा हजुरलाई मैले फरक देखेँ होइन। कसैले कपडा राख्नु भएको छ, कसैले कस्मेटिक आइटम राख्नु भएको छ, हजुरले भने किताब राख्नु भएको छ। के हजुरको व्यापार हुन्छ? यो सुरुमै व्यापारी भन्ने शब्द आयो, तर हाम्रो यो व्यापार होइन, यो पुस्तक सेवा भन्छौँ हामी। 20 रुपियाँ मूल्य पनि त प्राय कसैले किन्न मुस्किल पर्छ। यो चाहिँ हाम्रो गुरुजीले धर्मार्थ मूल्य 20 रुपियाँ राखिदिनु भएको छ। बाहिर स्टेसनरीमा कहीँ पनि पाइँदैन। यो आश्रमबाट 20 रुपियाँमा ल्याइन्छ र 20मा दिइन्छ। हाम्रो यहाँ नाफा लिने भन्ने कुरा हुँदैन। पर हाम्रो तत्त्वदर्शी सन्त रामपालजी महाराजलाई कबीर भगवानको अवतार भन्छन् सबैले। 13वटा देशका भविष्यवक्ताहरूले पनि भविष्यवाणी गर्नुभएको युट्युबमा पाइन्छ। अनि उहाँले चाहिँ हरेक व्यक्तिको घर घरमा पुस्तक पुर्याइदेऊ, तिमीहरूको आफ्नो तर्फबाट सहयोग गर, सेवा नै धर्म हो भनेर उहाँले यो अभियान चाल्नु भएको छ। उहाँले समाज सुधारक सन्तको रूपमा उहाँ अगाडि बढ्नु भएको छ। उहाँको उद्देश्य पनि छ, यहाँ पढ्न सक्नुहुन्छ। यहाँ सक्नुहुन्छ, विश्वलाई सद्भक्ति दिई मोक्ष प्रदान गर्नु, जातीय भेदभाव अन्त्य गर्नु, युवाहरूमा नैतिक तथा आध्यात्मिक जागृति ल्याउनु, समाजबाट कुलत तथा दुर्व्यसन हटाउनु, दाइजो प्रथा जस्ता सामाजिक कुरीतिलाई समाजबाटै जरैदेखि उन्मूलन गर्नु, समाजमा शान्ति स्थायित्व तथा मेलमिलाप कायम गर्नु, सामाजिक विकृति तथा विसङ्गतिलाई हटाई स्वच्छ समाज निर्माण गर्नु, समाजबाट भ्रष्टाचार निर्मूल पार्नु, यस्तो समाज सुधारक सन्तको रूपमा अगाडि बढ्नु भएको छ। उहाँको अभियानले धेरै समाज सुधार भइरहेको छ। दाइजो मुक्त विवाह हुन्छ। उहाँको आश्रम धनुषा बेलाचाबीमा छ, हाम्रो नेपालकै 5 बिघा जमिनमा बनेको ठुलो आश्रम छ। नामदान केन्द्र हाम्रो धेरै जिल्लाहरूमा छ। अनि नामदान केन्द्रहरूमा पनि यसरी विवाह हुन्छ। 33 कोटी देवताको पाठ लगाएर उहाँको अनुयायीले दीक्षित भइसकेपछि दुलहीले पनि गहना माग्दैन, दुलहाले पनि दाइजो माग्दैन। हेर्नुहोस्, उहाँको नियममा बस्न सक्नेले मात्रै भक्ति गर्छ, बस्न नसक्नेले गर्दैन। यस्तो समाज सुधार गर्नुभएको छ उहाँले। हामी उहाँकै अनुयायी बनेर, यो पहिलो इतिहास हो। रामेछाप महोत्सवमा चाहिँ पुस्तकको स्टल राखेको पहिलो हो। अब हामी सुरुवात गर्दैछौँ। परमात्माको आदेशले राम्रो भइरहेको छ। अहिलेसम्मको रेसियोमा हिजो 190 पुस्तक बाहिर गयो। सबै रामेछाप जिल्लावासीहरूले अब कहाँबाट आउनुभएको छ उहाँहरूले लिनुभएको छ। हर्षोल्लासपूर्वक मानेका छौँ। यहाँ चाहिँ अलिकति के देखिन्छ भने अलिकति सिस्टम केही नमिलेको हो कि जस्तो देखिन्छ। किनभने टाढाबाट चाहिँ गाडीमा उता गाउँतिरबाट फर्किने गाडीमा उहाँहरू आउनुहुन्छ। यहाँ महोत्सव हेरेर बेलैमा फर्किने गाडीमा, गाउँ जाने गाडीमा जाउँला भनेर आउनुहुन्छ। तर फर्किने बेलासम्म पनि महोत्सव सुरु नभएको कारणले अलिकति दुःखी भएको चाहिँ देखेँ। त्यस्तो छ हजुर। भाडा तिर्नु पर्दैन, किनभने यो अब व्यापार होइन, एउटा समाजको लागि सेवाको रूपमा तपाईँहरूले भगवानको ज्ञानको पुस्तक ल्याउनु भएको हुनाले तपाईँलाई स्टल भाडा पर्दैन भनेर भन्नुभएको छ आयोजकहरूले। हजुर, यो पुस्तकले फेरि आउँदो पुस्तकहरू, यो सकिन्छ, खाली हुन्छ नि त। यो पुस्तकले आउँदो अब भक्तजनहरूले 10 रुपियाँ 20 रुपियाँ भेटिराखेको हुन्छ नि, त्यो भेटेर यो बचेको तयारी भएको पैसा जम्मा गरेर फेरि अर्को तयारी हुन्छ। अनि भक्तहरूले फेरि खाने बस्ने, यो ठाउँमा बस्नु पऱ्यो नि त, आउनु पऱ्यो। कोही चरिकोटबाट आउनु भएको छ, कोही सिन्धुलीतिरबाट आउनु भएको छ। म काठमाडौँबाट आउँछु। मेरो घर जिल्ला रामेछाप भयो भने मेरो बसाइ काठमाडौँ स्वयम्भू हो। म उहाँदेखि आउँछु। अनि हामी खाने बस्ने, अब यहाँ भक्तको भनेर भक्तको खाइदिनु त भएन, उनीहरूको नि दुःखी टार्नुपर्ने हुन्छ। त्यसैले गुरुजीले भन्नुहुन्छ कसैले मार्का नपार, कसैले चित्त नदुखाऊ, अनि जम्मै आश्रमबाट लैजाऊ, खाऊ खुवाऊ, सेवा गर, पुस्तकको सेवा गर, ज्ञानको सेवा गर भन्नुहुन्छ गुरुजीले। धन्यवाद। सत्साय।